आएको अङ्कलले चाहिँ बाटो देखाउँदै हुनुहुन्छ, मेरो गाइड हो अनि अङ्कल So alright guys, welcome to my new vlog. फुबु घर आएर गएर भ्लग बनाउँदै। शाबाश बेटा, बहुत बढी भ्लग पुरै यस्तो छ बाटो, राम्रोमा पुलसुल बनेर छ, यस्तै छ बाटो। भ्लग बनाउने कस्तो अप्ठ्यारो लाग्ने, मान्छे नभएर कोही एक्लै हो, गाउँभरि एक्लै, कोही छैन, जवानहरू पनि साथीहरू पनि सबै कहाँ कहाँ गइसकेको रहेछ, एक्लै हो। यसो यहाँ मेरो भ्लगमा गाउँघरको बारेमा पनि भ्लग बनाइदिनु भनेर नयाँ भ्लग बनाएको। शाबाश बेटा, बहुत बढी। यस्तै हो, गाउँ पुरै बनिरहेको, अहिले चाहिँ विकास भइरहेको, बिस्तारै। खै किन विकास यस्तो छिटो भयो अहिले, सायद यतिको आउनु लाएर होला, यतिको गाउँ चुनाव हुन्छ भनेर। खै के हो, जस विकास चाहिँ हप्तामा गुड्यो। यो गाउँमा त कोही छैन, यति खाली छ, आमामा पुरै रितिसक्यो गाउँ यार। यो खेतहरू यस्तो रोप्दो रहेछ, भल आएर रहेछ, भल बाढी आएर रहेछ, धमिलै भयो पानी त पुरै, बाढीलाई पनि भल भन्दो रहेछ, पुरै नबुझिरहेको मैले त कुरा नि अलिक फरक हुन्छ। बरु आमामा कति छ आँप यार, आँपै आँप छ विद्यापुरतिर त। आँपको त अब उता हुँदा अब आँप नखाएको धेरै भइसक्यो, त्यो सस्तै खानु पाइने भयो अब। आँपको स्वाद झऱ्यो, बिर्सेर पुरै। एक्लै हो यार, एक्लै भ्लग बनाउँदै हिँड्नुपर्छ। गाउँमा नि कोही छैन, पुरै खाली छ। तल यहाँ त्यहाँ के अरे तल बिजु फुपूहरू गएर आएको, त्यहाँ पनि कोही छैन रहेछ, एक्लै फर्किँदै आउनु पऱ्यो। यस्तै हो बाटो नि, उकालै उकालो छ। यहाँ हिँड्नु नि त फिल्ड त यार, सुकेको फिल्ड नि फुलिन्छ होला यार, खतरा बाटो भने उकालै उकालो। आएको जाँदाखेरिको त्यो भ्लगै बनाउनु पाइएन, किनकि कस्तो अर लाग्यो। अब नयाँ ठाउँमा पहिलोचोटि आएको, त्यही कारण हल्का आफूलाई सास बढाउँदै बनाएर चाहिँ तिनीहरू त केही लागेन। तिनी जङ्गल आएर बनायो, नत्र त पुरै कस्तो अर लाएर बनाउनै गाह्रो। त्यो गएको चाहिँ बनाएन, जहाँ गएको त्यही नि फुपू घरमा हुनुहुन्थ्यो रहेछ, त्यहाँ पनि फर्केर आएको। अब आउँदाको चाहिँ भिडियो बनाइदिउँ न भ्लग भनेर यसो बनाइदिएको हो। यस्तै छ सुर्खेत विद्यापुर पश्चिम, रातो माटो। आमा बाटो चिपेर झन्डै अघि चिपेर गुल्टेन चाहिँ तल, त्यही हो। एकदम गाह्रो छ गाउँघरतिर नि, धेरै पाइने भनेको आँप मात्रै पाइँदो रहेछ, धेरै नि छैन अरू त। यस बस्तीहरू चाहिँ बढेको धेरै पहिलाभन्दा, बाटोसाटो पनि भइरहेछ, अलि विकास भइरहेछ। चुनाव आउन नि 2 वर्ष मात्र हो, त्यही कारण होला खै के हो। विकास चाहिँ भइरहेको, तर त्यही अब चुनाव लाएर अलिक छिटो भयो। यो के खाल्डो रहेछ यार, खाल्डो आँपहरू। आम्मामा हाम्रै घरमा पनि छ आँप कति धेरै, खै खानै मन नलाग्ने रहेछ धेरै भएपछि चाहिँ। कसको आँप फेभरेट होला फ्रुट? यस गाउँतिर पुग्नलाई मेरो घरतिर, यो गाउँमा त्यो लामो रहेछ बाटो नि, उकालो आँपहरू त आम्मामा कति धेरै आँप छ। आँप त जति खाने फालाफाल हो पुरै, सस्तो रहेछ। 60 रुपियाँको 1 केजी रहेछ आँप पनि, सिजन भएर होला सायद। आँप त आमा जताततै जहाँ गए पनि आँपै आँप छ।
अन्त जति खाए नि हुन्छ लिची चाहिँ खाँदै देखेन मैले आँप चाहिँ आमामा कति हो पुरै गाउँ बस्तीहरू पुरै छ म चाहिँ अब घर पुग्न लाएँ घर पनि अब त्यस्तो राम्रो छैन त्यस्तै अब गाउँमा जस्तो छ त्यस्तै त ठिक छ अब केही छैन यो यस्तै छ गाउँको अवस्था बाटोसाटो त बनेर रहेछ हल्का फाइनली म त घर पुगेको छु भ्लग बनाउँदै हो अङ्कल भ्लग बनाउँदै हिँडेको भ्लग बनाउँदै भ्लग भ्लगकै युट्युबमा हाल्छ त त्यसको लागि ए ल अङ्कल हुनुहुन्छ उहाँ चाहिँ मेरो अङ्कलको लागि हो नि एक सब्सक्राइब गरिदिनु होला है ठिक छ म चाहिँ अस्ति सोमबारतिर होला आएको हजुर ए सब ठिक छ अङ्कल म अब खै 1 महिना बसौँ कि भनेको गइलो अब कहिले तपाईँलाई त दिएकै थिएन त मैले त हिजो अस्ति कहिले आउनुहुन्थ्यो उता बजार के अरे गुटी जानुहुन्छ भनेर सुनेको थिएँ क्या दाइबाट ए आज चाहिँ बिदा हो क्या हजुर ए यसो त तल गाउँतिर पसेर खेततिर पसेर भ्लग बनाएर आएको कस्तो भ्लग बनाउनु नि अरू लाग्ने कि अङ्कल है अब पहिलोचोटि अब धेरै समय चाहिँ आयो नि त बिहान हल्का त्यही नि बनाइदिएको यसो अरूलाई नि बनाइदिएको कि उता नि बनाउँथे खासै त त्यस्तो होइन त्यही नि अब बनाइदिउँ भनेर पढाइ त 12 सकियो अङ्कल हजुर 2 वर्षको अवधिमा अब नेपालमा 2-3 वर्ष जति भयो भने चाहिँ ब्याचलर जोइन गरेर हुन्छ होला अब यत्तिकै फोकेटिया फाल्नुभन्दा होइन त्यो भने चाहिँ हुन्छ ब्याचलर नत्रै त्यही हो गाइस हामी चाहिँ अब मेरो घरको त पारिपट्टि आएको घुम्न अङ्कलसँग आएको अङ्कलले चाहिँ बाटो देखाउँदै हुनुहुन्छ मेरो गाइड हो अनि अङ्कल